अर्थमन्त्रीले धम्क्याउँदै हुनुहुन्छ सांसदले, तपाईहरुका पनि काण्ड खोल्दिन्छु भने। राजीनामा दिने कुराको त परजाओस्। छानबिन समिति गठन गर्ने कुरा त धेरै परजाओस्। संसदीय छानबिन समिति गरेर देखाइयोस्। गाली मात्रै गर्ने, अरूलाई होच्याउने, अपमान गर्ने, विपक्षीका चाहिँ कुरा नसुन्ने माननीय अर्थमन्त्रीलाई म अहिले राजीनामा दिनुहोस् त भन्दिन, तर तपाईँ सक्नुहुन्छ भने तपाईँमाथि उठेका प्रश्नको जवाब दिनका निमित्त एउटा संसदीय छानबिन समितिको आवश्यक छ र माननीय अर्थमन्त्रीलाई त्यसका लागि म तयार रहनका लागि अनुरोध गर्न चाहन्छु। तपाईँले भन्नुभएको छ 2 रुपियाँ पनि गयो भने म चाहिँ सार्वजनिक जीवनबाट भन्नुहुन्छ हामी त्यहाँ बस्छौँ, छलफल गर्छौँ, बहस गर्छौँ, तपाईँसँग छलफल गर्छौँ। उहाँको देश बनाउने टिममा अर्थमन्त्री पर्नु भएन। बजेटको बेला चलिरहेको बेलामा सम्माननीय प्रधानमन्त्रीको देश बनाउने टिममा चाहिँ अर्थमन्त्री नपर्ने कुराले के संकेत गर्छ भन्दा यो बजेटप्रति सम्माननीय प्रधानमन्त्रीको पनि विश्वास छैन। यो बजेट चलिरहँदा करका दरमा हेरफेर गर्ने र दुईटा गम्भीर चाहिँ स्क्यान्डलहरू काण्डहरू यहाँ भयो। एउटा करका दरमा हेरफेर गर्ने, यो एक प्रकारको राज्यद्रोह हो, एक प्रकारको चाहिँ अराजकता हो, एक प्रकारको नीतिगत भ्रष्टाचार हो। माननीय अर्थमन्त्रीलाई म अर्को सम्मानपूर्वक अर्को एउटा चुनौती पेश गर्न चाहन्छु। कम्युनिस्टको बजेट होइन भन्नुहुन्छ, तपाईँ सामाजिक सुरक्षा भत्ता कटाएर देखाउनुहोस् त, सक्नुहुन्छ? वृद्ध भत्ता कटाउनुहोस्, एकल महिला भत्ता कटाउनुहोस्, दलितहरूलाई दिएको भत्ता कटाउनुहोस्, पुरा बालबालिकाहरूलाई दिएको छात्रवृत्ति कटाउनुहोस्। यो कम्युनिस्ट सरकारले दिएको छात्रवृत्ति यो सामाजिक सुरक्षा भत्ता थियो। माननीय अर्थमन्त्रीले धेरै पटक भनेको सुनेको छु कि हामी त नयाँ 35 वर्षमा केही पनि भएन। माननीय अर्थमन्त्रीज्यूलाई म कसरी नयाँ मानौँ? उहाँ त 10 वर्ष योजना आयोगमा काम गर्नुभएको छ नेपाली कांग्रेसबाट। उहाँ पहिला पुरानो बनिएको नेपाली कांग्रेसबाट सिफारिस गरेर पढ्न जानुभएको छ, उपाध्यक्ष हुनुभएको छ योजना आयोगको। शिक्षामा के गर्नुभएको छ, कहाँ छुट्याउनु भएको छ बजेट भन्दा शिक्षामा उहाँले बुढानील कण्ठमा छुट्याउनु भएको रहेछ आफ्नो स्कुलमा, जहाँ 15 करोड अन्त छैन। यस्तो विभेदकारी, यस्तो मोनोपोली, यति अन्यायिक ढंगले चाहिँ बजेट विनियोजन गर्नुभएको छ कि बुढानील कण्ठ पढ्ने मात्रै सबै विद्यार्थीहरू यो देशका विद्यार्थी हुन्। बुढानील कण्ठमा आफू पढेको विद्यालयमा, आफूले अध्ययन गरेको विद्यालयमा गुण तिर्न, त्यहाँको चाहिँ सेवा गर्न 15 करोड छुट्याउने, अनि सामुदायिक विद्यालयहरूमा चाहिँ बजेट नछुट्याउने, यो पनि हुन्छ कहीँ? अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो, सिरियस बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा कि जनताको पक्षमा देश विकास गर्ने प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ, न उहाँको स्वभाव शैली, जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली त्यो देखिएन। एउटा नेपालीमा कविता छ नि, फलेको हाँगो नझिउकेको कहाँ छ र भने जस्तै मलाई के लाग्थ्यो भने एकदम नम्र स्वभाव शालीन विद्वान हो नि त, उहाँ त डाक्टर हो नि, विदेशी ठुला युनिभर्सिटीमा पढेर आउनुभएको अर्थमन्त्रीज्यू त्यो खालको गर्नुहुन्छ होला भनेको। उहाँको जुन प्रकारको एटिट्युड, स्वभाव र प्रतिपक्षीहरूलाई विपक्षीहरूलाई हेप्ने र चाहिँ जुन प्रकारको मानमर्दन गर्ने, अपमान गर्ने गरिकन प्रस्तुत हुनुभयो, त्यसले वास्तवमा उहाँको विद्वतामाथि प्रश्न गरेको छ। उहाँको विद्वतामाथि गम्भीर प्रश्नहरू सिर्जना गरेका छन्। र मान्य सदस्य यहाँ विषयवस्तुमा केन्द्रित हुन। सम्मान्य सभामुख महोदय, म विषयवस्तुमाथि नै केन्द्रित छु। सभामुख महोदय, विषयवस्तुमाथि केन्द्रित भएर नै म आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु, राखिरहेको छु। अर्थमन्त्रीज्यूसँग जोडिएको विषय छ, त्यसैले म अर्थमन्त्रीज्यूका विषयमा भनिरहेको छु। त्यसैले उहाँको विद्वताले यो बजेटसँग चाहिँ जोडिएन। बजेटले यसले दूरदराज देखेन, यसले बजाङ देखेन, यसले अछाम देखेन, दार्चुला देखेन, यसले बाजुरा देखेन, यसले हुम्ला जुम्ला देखेन यो बजेटले। र यसले गरिब देखेन, यसले पिछडिएका वर्गहरू देखेन, महिला देखेन, बालबालिका देखेन, दलित देखेन। र एक प्रकारले भन्यो भने बजेट एक प्रकारको उहाँले गैर जिम्मेवार हावादारी र एउटा सत्तापक्षकै मान्य सदस्यको शब्द सापट लिएर भन्न चाहन्छु, भरिएको बेलुन जस्तो बजेट ल्याउनु भयो र एक प्रकारको चाहिँ दुखित बनाउनु